यहाँ चाहिँ अब हामी एकदम अर्ग्यानिक यो चाहिँ एकदम लिम्बूहरूको खाने होइन यो लिम्बूहरूले नै मलाई लाग्छ यो चाहिँ सुरुमा प्रतिपादन गरेको जस्तो लाग्छ यो किनिमा भन्ने चाहिँ यहाँ चाहिँ आज एकदम हाम्रो आमा यता उता आमा फेरि हातले मात्रै यतापट्टि हाम्रो बाउ हुनुहुन्छ बाउ र आमाले चाहिँ बनाइदिँदै हुनुहुन्छ यो खास चाहिँ मेरै लागि मलाई चाहिँ एकदम मनपर्छ यो अब बच्चैदेखि खाएर होला होइन आफ्नो खानकी पनि भएर होला एकदम मलाई चाहिँ उत्कृष्ट लाग्छ यो किनिमा र किनिमा यसलाई चाहिँ के गर्नुपर्छ किनिमा भनेको तपाईँलाई यसमा चाहिने इन्ग्रिडियन्टहरू त केही पनि पर्दैन चाहिने यसमा चाहिँ हामीलाई भनेको एउटा चेम्बीवा त अनि त्यहाँबाट यो चाहिँ यसमा चाहिने भनेको सोयाबिन यसलाई चाहिँ भटमास भनिन्छ र त्यो भटमास चाहिँ एकदम त्यसलाई उसिन्ने अनि उसिनेर यसलाई ल्याएर यहाँनिर सुकाउनुपर्छ आमा सुकाउनुपर्छ होइन आमा आमा के पो गर्नुपर्छ गुम्साउनुपर्छ यस गुम्साउनुपर्छ यहाँ हेर्नुहोस् त यहाँनिर उयो भइरहेछ म तपाईँलाई देखाउँछु यसरी घाम लगाइराखेको ए यसलाई यसरी गुम्साउनुपर्छ यो चाहिँ एकदम लिम्बूको टिपिकल खानेकुराहरू के यसको चाहिँ एकदम ट्रेडिसनल हाम्रो खानेकुराहरूमा पर्छ यो हामी लिम्बू जातिहरूको एकदम ट्रेडिसनल खानेकुरा हो यहाँ चाहिँ हाम्रो ममले बनाउँदै हुनुहुन्छ आमाले फेरि यो मेरो लागि बनाइदिनु भएको फेरि यो गाह्रो छ मलाई त फेरि आउँदैन होइन अनि यसरी यो चाहिँ यो के को पात पो आमा यो त यो टाँकीको पात त यसरी सुकाएकोमा यहाँनिर राखेर कति दिनमा पो बनिन्छ आमा यो त 2-3 दिनमै यसलाई चाहिँ यो गुम्साएपछि बनिन्छ हाम्रो बाउले त खानु हुँदैन तर पनि बनाइदिनु भएको बाउ यो पहिला चाहिँ लिम्बूहरूले नै उयो गरे होला होइन बाउ के हो खास यसको हो त्यो याङमेनहरू सुरुमा लिम्बूहरूले बाहेक अरूले खाएको थिएन होला होइन त्यो अनि अहिले मैले लेटेस्ट रूपमा चाहिँ के थाहा पाएको छु भन्दाखेरि यो किनिमा चाहिँ कोरिया जापानतिर पनि एकदम भनौँ न कोरियन जापानिजहरूले पनि एकदम खानुहुन्छ अरे भनेको मैले सुनेको छु यो कुराहरू हाम्रो आमा चाहिँ फेरि प्राय लिम्बू भाषा मात्रै बोल्नुहुन्छ त्यति बोल्नु त बोल्नुहुन्छ तर धेरै जस्तो लिम्बू भाषा नै बोल्नुहुन्छ त हाम्रो बाउ चाहिँ अब बाहिर यसो पल्टन कता जानु भएर बाउले त नेपाली पनि राम्रै बोल्नुहुन्छ आमाले चाहिँ अलिकति बोल्नुहुन्न यहाँ हाम्रोमा कुखुरा पनि अलिक बढी नै भएर होला कुखुरा एकदम कराइरहेको छ यहाँनिर अब हाम्रो अर्को यहाँनिर हाम्रो किनिमा लगभग अब यहाँनिर तयारी अवस्थामा छ यसलाई अब के भन्ने अब सेमी फिनिस भनौँ न अब अर्ध तयारीमा छ अब 2-3 दिनपछि तयारी हुन्छ यो किनिमा बनाउने तरिका चाहिँ यो है यसरी बनाइन्छ यहाँनिर मलाई चाहिँ एकदमै मनपर्छ र मैले यो भिडियो बनाएको यो लिम्बू भाषाबाट भन्दै हुन्छ सबै निकालिहाल भन्दै हुनुहुन्छ बाउले कुखुरा साह्रै करायो यो कुखुरा यो भाले अब एउटा 2-3 दिन चैते दसैँमा यहाँनिर ठुलो छ एउटा सरी ल यसरी चाहिँ बनिन्छ किनेमा टिपिकल यो चाहिँ हाम्रो याकथुङहरूले प्रायः जसो खानुहुन्छ यो तपाईँहरूलाई म देखाउँछु नामसेक हो नामसेक अनि यसरी बनिन्छ टिपिकल किनेमा वाउ यो फेरि यो किनेमासँग फेरि भात खाएपछि भात त सलाद छिर्छ भने नि चबाउनै पर्दैन कि आम्मामा खोइ के भएको तै छ नि यार योसँग भात खायो भने सलाद 2 थाल गएको पनि थाहा पाइँदैन त्यति छिटो जान्छ अब यो अलि मनपर्ने हामी जस्तो मनपर्नेलाई चाहिँ मन नपर्नेलाई चाहिँ अर्कै हुन पनि सक्छ यसको अचार बनाएर खान सकिन्छ हामी यसलाई चाहिँ हामी तरकारी है धेरै जसो यो मिठो भनेको चाहिँ टमाटरहरूमा है टमाटर टक्क
उकालो अनि त्यसपछि भने एकदम राम्रो हुन्छ अनि खाइयो अब आज पनि अहिले बनाएर खाइन्छ यो है त गाइजहरू एकदम टिपिकल तरिकाले किनीमा बनाउने बाबा मम्मीले बनाइदिँदै हुनुहुन्छ दिस इज फर मी है यसो मलाई एकदम मनपर्छ क्या यो ए हेर्नुहोस् यहाँ यसरी कुटिन्छ है यो सोयाबिनलाई उसिनिसकेपछि यसरी कुट्ने अनि त्यसलाई यस्तो पातमा यसरी हाल्ने आमाले हाल्नुभएको जस्तै अनि यसलाई राख्ने 3 दिनपछि कने नि menjogo no kusing menitun यहाँ चाहिँ बाउले यता उयो गर्दै हुनुहुन्छ आमाले यहाँ गर्दै हुनुहुन्छ हाले मेजोने नि खानु जान्दैन होला नि त हो त्यस्तै हो नि खानु जानेन भने कहाँ मिठो हामी बचपनदेखि खाएर त्यस्तो भएको त हाम्रो त कल्चरल फुडैमा पर्छ यो पर्छ हाम्रो कल्चरल फुडहरू बाउ के पो हो हाम्रो लिम्बूहरूको यो किनीमा अर्को भनेको याङमेन अनि अरू के खान्थ्यो पहिला ए त्यो तिते त्यसलाई उयो भन्छ हौ त्यसलाई एकछिन तिते भन्छौँ हामी मेन न अर्को पनि भन्छ कि त्यसलाई चाहिँ के पो भन्छ भने नि अरे कुखुराको त्यो अनि गुन्द्रुकहरू चाहिँ हामीले बनाउन जान्दैन थियो है त्यति बेला हुनु त माथि अब चिसोमा बस्ने मान्छे अनि कहाँबाट जान्ने होइन एकदम चिसो थियो नि त त्यति बेला पहाडमा हाम्रो बाउले बनाउँदै हुनुहुन्छ यहाँनिर ओके यो आमा यो कति केजीको 2 केजी होइन 2 केजी टमाटरको ए सरी टमाटर हुने छु 2 केजी सोयाबिनको यो टमाटर हालेर खानुपर्छ भनेको टमाटर भनेपछि कि यहाँनिर चाहिँ बनाउँदैछन् कम्ता मिठो हुँदैन नि टमाटरसँग टक्क मिसाएर अचार बनाएर आखो चोक हो ए हाम्रो आमा यहाँ हेर्नु त आमा बाउ हेर्नु यता अरे पछि मान्छेले हेर्छ नि मान्छेले हेरिसकेपछि अनि त्यहाँबाट खानु पाइहालिन्छ नि के खानु तपाईँलाई थिएँ नि के जो हो भन्नु न ल यसरी बनाइन्छ है किनीमा यो चाहिँ लिम्बूहरूको यो यसको चाहिँ उत्पत्ति भनेको सायद मलाई लाग्छ हाम्रै लिम्बूहरूले नै गरे हो भन्ने कुरा आएको मैले सुनेको छु हस् थ्याङ्क यू म तपाईँहरूलाई अहिलेको किनीमा कसरी बनाउने भन्ने म यहाँ देखाइरहेको छु सुरुमा तेल हाल्ने कराई अघि नै एउटा सब्जी बनाएको थिएँ पखाल्नु अल्छी लगाएर पकाइदिने सफा गर्नुपर्छ त्यसमा चाहिँ तपाईँले अलिकति यो सुकेको खोर्सानीहरू हालिदिने यसरी सुकेको खोर्सानी धेरै भयो पिरो हुन्छ आफूलाई मन लाग्दो हाल्नु होला त्यस पछाडि यसमा खासै केही धेरै हाल्नुपर्ने जरुरी छैन त्यसपछि हामी चप गरेर राखेको छु यहाँनिर टमाटरहरू अनि यहाँनिर प्याजहरू यति नै चाहिन्छ यहाँनिर किनेमा यहाँनिर अलिकति भिजाउनुपर्छ यसलाई भिजाइसकेपछि अब हामी यहाँनिर चप गरेको प्याजहरू हालिदिनु हुन्छ प्याजहरू हालिदिने है प्याजहरू हालिदिनु पऱ्यो प्याजहरू बढी नै हालिदिएको त्यसरी हाल्छ त्यस पछाडि तेलाउनु यसलाई बनाउनु पऱ्यो भित्र पटमा देखेको यो यति चलाउनुलाई यसरी चलाइसकेपछि चलाइसकेपछि तेल बल्छ त्यही भनेर त्यसपछि अलिक चुन हाल्नु
गरिदिनु यस प्रकार गरेर बेकार पनि हालिदिनु यहाँ तलको पट्टि अनि तिनीहरुको यो बेकार हालिदिनु बेकार यो original बेकार गरेर बनाएको त्यसको नुन छ बेकार अनि कम हालिदिनु अलिक कम हाल्नु कम हाल्नु बनाउने एकछिन कम होला त्यसपछि गरौँ फोटो टेन्सन गर्नु अब त्यसले अलरेडी काटिसकेको हुन्छ हैन अब यसको बाद फेरि यो पिक्चर फलो हुन्छ अब त्यो बढी भइसक्यो जस्तै जस्तो चाहिँ कम यस प्रकार यहाँ हाल्ने हैन गयो ल टमाटर हाल्ने अनि फेरि हालेर चलाउने टमाटर हालेर सही चलाउने फेरि आइटममा भन्छ त्यो अनि त्यो अरू के आयो यार मलाई कट्टे राख्नु बाटोमा मसला सही गर्ने अनि यसरी पकाएपछि त्यसरी Kelas ini bisa sih, kelas kelas ini yo, oke kali itu